हिंसक पाखण्डी केपी ओली, पूर्व आतंकवादीको नाइके प्रचण्डे, महाकाली कोशी टनकपुर बेच्ने नाइके शेरबहादुर देउबा र राष्ट्रिय भाउजू त्यसको श्रीमती के हो मलाई नाम भन्न पनि घिन लाग्छ, त्यस्ताहरूले अब यो देशमा म शासन गर्छु भनेर नचिताए हुन्छ। यी आवाज भनेका नेपाली नागरिकका आवाज हुन्। यो 2072 को अवैध दस्तावेज, जुन अवैध दस्तावेज सिङ्गो मधेसी समुदायलाई बाइकट गरेर राखिएको थियो, त्यो अवैध दस्तावेज हामीलाई स्वीकार छैन। म सिङ्गो मधेसको प्रतिनिधित्व गरेर आज तपाईहरूको मिडियाबाट घोषणा गर्न चाहन्छु, या त जय देश जय नरेश, नभए स्वतन्त्र देश अपना मधेस। हामी आफ्नो मधेस पनि स्वीकार गर्न तयार छौं, सञ्चालन गर्न सक्षम छौं यदि राष्ट्रको माया यी कथित तथा कथित यी पाखण्डी यी पहाडिया शासकहरूलाई यदि छ भने। तपाईले फेरि अखण्डताको कुरा नगर्नुस्। अखण्डताको कुरा तपाईले मलाई सिकाउने हैन। हिजोको दिनमा नवआगन्तुक नेपालीहरूलाई तपाईँ सुन्नुस्, हिजोका दिनमा नवआगन्तुक नेपालीहरूलाई